तपाईको हराएको फोन कहाँ छ भनेर आफैले थाहा पाउन सकिन्छ नि। एन्ड्रोइडको लागि गुगल र आइफोनको लागि एप्पलले फोन खोज्न मद्दत गर्ने फिचर सञ्चालनमा ल्याइरहेका छन्। एन्ड्रोइड फोन हराएको छ भने सबैभन्दा पहिले अर्को फोन वा कम्प्युटरबाट फाइन्ड हब एप वा वेबसाइट खोल्नुहोस्। त्यसपछि हराएको फोनमा जुन गुगल अकाउन्ट प्रयोग भएको छ त्यही गुगल अकाउन्टमा साइन इन गर्नुहोस्। यदि पहिले नै साइन इन छ भने केही गर्नु पर्दैन। गुगल अकाउन्ट साइन इन भएका फोनहरूको सूची देखिन्छ। कुन फोन हराएको हो त्यसमा ट्याप गर्नुहोस्। अब तपाईको फोन रहेको ठाउँको नक्सा, तपाईको फोनमा कनेक्ट भएको वाइफाई र ब्याट्री कति छ भन्ने समेत देखिन्छ। यदि फोन नजिकै छ तर भेटाउन सक्नु भएको छैन भने प्ले साउन्डमा ट्याप गर्नुहोस्। फोन साइलेन्ट मोडमा भए पनि केही समयसम्म ठूलो आवाजमा बज्छ। यदि फोन कसैले भेटाएको वा चोरी भएको शंका लागेको छ भने रिमोट लकमा ट्याप गरेर फोन लक गर्न सक्नुहुन्छ। फोन अब फिर्ता पाउने सम्भावना कम छ भन्ने लाग्यो भने अन्तिम उपायको रूपमा फ्याक्ट्री रिसेट गरेर फोनभित्रका सबै डेटा मेटाउन सकिन्छ। तर यी सुविधा प्रयोग गर्न फोनमा पहिले नै गुगल अकाउन्ट लगइन भएको, लोकेसन सर्भिस अन भएको र फाइन्ड हब फिचर एक्टिभ भएको हुनुपर्छ। त्यसैले फोन हराउनु अघि नै आफ्नो एन्ड्रोइड डिभाइसमा फाइन्ड हब सेटअप गरेर राख्नु बुद्धिमानी हुनेछ। यस्तै सुविधा आइफोनमा पनि उपलब्ध छ।